हेलो गाइस, गुड मर्निङ। खाने होइन त सजिलो तरिकाले बनाएको मिठो डोनट हेर्नुहोस् त। म आज मिठो टेस्टी यम्मी यम्मी नेपाली डोनट बनाउँदैछु। यहाँ चाहिँ मैले इस्ट र दुध घिउ, अब बटर थिएन त्यही भएर घिउ हालेँ। घिउलाई हालेर 10-15 मिनट एक्टिभेट गर्नुलाई राखेको थिएँ इस्टलाई। त्यहाँबाट राखिसके बादमा आटा 2 कप हालेँ अनि त्यहाँबाट यसलाई मिक्स गर्दैछु। यो चाहिँ अलिक गिलो गिलो बनाउनुपर्छ, त्यही भएर पहिले चाहिँ हातले नमोलिएको पुरा हातमा लाग्छ नि त, त्यही भएर यहाँ चाहिँ म मिक्स गर्दैछु। आटालाई यतिको गिलो राख्नुपर्छ अनि अलिक साह्रो भयो भने अलिकति दुध हाल्नु सक्नुहुन्छ तपाईँहरू। दुध चाहिँ जोखेर लिनुपर्छ अनि राम्रो हुन्छ। यहाँ चाहिँ मेरो अलिकति टाइट भएको थियो, त्यही भएर अलिकति दुध हालेँ। 1 चम्मच जस्तो हालेको थिएँ, ठिकै भयो। मैले चाहिँ मिक्स गरिवरि पनि 2 घन्टाको लागि रेस्ट गरिसकेको थिएँ। त्यहाँबाट मैले चाहिँ बनाउनु सुरु गरेँ। हेर्न सक्नुहुन्छ चाहिँ बनाउँदैछु। हातमा बहुत चिप्केकोले गर्दाखेरि राम्रै भएन, तर अलिक बनिएर खाँदा चाहिँ राम्रो थियो। लेकिन यहाँ चाहिँ हेर्नु कस्तो डिस्टर्ब भइरहेछ बनाउनु पनि एक्लैले। क्यामराम्यान पनि आफै, बनाउने पनि आफै भएर हेर्नु न। यो चाहिँ पहिलो डोनट बनाउँदैछु आज म, पहिलोचोटि बनाएको। मैले चाहिँ आज भन्नु होला कस्तो लाग्छ भनेर नि। मेरो डोनट नेपाली तरिकाको बहुत राम्रो भएको थियो, स्पन्जी टाइपको भएको थियो, राम्रो भएको थियो। यहाँ चाहिँ म एउटा 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 गर्दै थुप्रै अब बनाउँदै राख्छु सबैलाई यसरी नै। गोलो गोलो बनाउँदै मिलेन नि त, त्यही भएर मजाले मिलाउँदै मिलाउँदै राख्दैछु। बटर पेपरको माथि राख्छु यसरी। कोही सानो कोही ठुलो बनाएको छु मैले चाहिँ, कस्तो चाहिँ हुँदो रहेछ भनेर नि त। पहिलोचोटि बनाएको नि त, थाहै छैन। यो चाहिँ सानो कस्तो सुन्दर भएको थियो, यो चाहिँ फेरि कस्तो राम्रो भएको थियो। सक्नुहुन्छ यो चाहिँ म बनाउँदैछु। आज चाहिँ ब्रेकफास्टमा डोनट बनाएको मेरो छोराको लागि। आधी यहाँ चाहिँ मैले पुरै मैदा हालेको छुइनँ, आधा 1 कप मैदा 1 कप आटा हालेर बनाएको छु। यहाँ चाहिँ हेल्दी बनाउनु पर्यो नि त, त्यही भएर आधी चाहिँ मैले यो बेलेर बनाएको छु, यी ग्लासले काटेर। यो चाहिँ सानसानो भएको थियो, बेलेर बनाएकोले गर्दाखेरि ग्लासले काट्यो नि त, त्यही भएर हातले बनाएको चाहिँ ठुल्ठुलो भएको थियो। यो ग्लासले काटेको चाहिँ सानसानो भएको थियो। यसरी यतिको थिक राख्नुपर्छ, योभन्दा थिक पनि मोटो पनि राख्नु सक्नुहुन्छ हजुरहरूले। मैले चाहिँ अलिक पातलै राखेको थिएँ। यहाँ चाहिँ म बिचमा चाहिँ नोजलले यो गरिदिँदैछु, त्यही भएर यहाँ चाहिँ डोनट रेडी भइसक्यो। यहाँ मैले तेल गरम गर्नु पनि राखिसकेँ। यो एकदम लो फ्लेममा बनाउनुपर्छ, नभए त डढिहाल्छ नि त डोनट, अनि फेरि राम्रो पनि लाग्दैन, भित्र पाकेको हुँदैन नि त। त्यही भएर यो चाहिँ लो फ्लेममा बनाउनुपर्छ। हेर्नु सक्नुहुन्छ म चाहिँ बनाउँदैछु। हेर्नु त मेरो डोनट कस्तो मजाले फुलिएको छ। वाउ, हेर्नुहोस् त कस्तो दामी भएको छ नि, फुलिँदैछ। यसो हेर्दा चाहिँ सेलरोटी जस्तो, लेकिन डोनट हो। सेलरोटी र डोनटमा फरक छ। मैले यति बनाइसकेको छु, यो चाहिँ हो मेन डोनट। हेर्नु कस्तो सुन्दर चाहिँ फुलिएको छ। वाउ, कति राम्ररी फुलिएको छ। यो चाहिँ खानुमा पनि बहुत स्पन्जी थियो, मजाको बनिएको छ। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हो मेरो डोनट। यसरी नै मैले सबै डोनटहरू बनाउँदैछु। यी सानो डोनट पनि यस्तो भएको छ, सानो चाहिँ, ठुलो ठुलो चाहिँ अलग्गै भएको छ, सानो चाहिँ अलग्गै भएको छ। त्यो चाहिँ बेलेर बनाएको डोनट हो, त्यही भएर यो चाहिँ हातले बनाएको, यो ठुलो ठुलोहरू चाहिँ हेर्न सक्नुहुन्छ। यसरी बनाइसकेको छु मैले। हेर्नु त कस्तो स्पन्जी बनिएको छ। हेर्नु त मैले यसरी देखाइ पनि दिएँ थिचेर। हेर्नु कस्तो राम्रो बनिएको छ नि। घिरी पनि हालौँ उतातिर एउटा। हेर्नु मेरो छोरालाई दिइसकेँ मैले दुध र डोनट। कस्तो लाग्यो बाबु भनेको त, बहुत यम्मी छ अरे, टेस्टी टेस्टी अरे भन्दै जाउँ। यम्मी यम्मी टेस्टी टेस्टी डोनट। आशा गर्दछु कि हजुरहरूलाई मेरो यो भिडियो राम्रो लाग्यो। थ्याङ्क यू। हेर्नु त म पनि सुरु गर्दैछु अब खानुलाई। वाउ, टेस्टी टेस्टी डोनट, बहुत स्पन्जी बनिएको थियो। थ्याङ्क यू गाइस, बाई बाई, टेक केयर।